फरेस्ट्री सेक्टरको काम चाहिँ यस्तोमा हुन्छ है। हाम्रो चाहिँ काम गर्ने ठाउँबाट चाहिँ घर आइन्जेलसम्म चाहिँ यसो भिडियो बनाइदिउँ भनेर बनाएको। यस्तैमै काम गर्नुपर्ने हुन्छ। यस्तै अहिले चाहिँ गोडमेल गर्ने काम हुँदैछ। यो चाहिँ 10 पर्सी रुखको 10 पर्सी भएको। यसलाई चाहिँ हामीले अहिले गोडगाड गर्दैछौँ पुरै। यहाँ हाम्रो टोलीहरू चाहिँ 60 वर्षको टोलीहरू धेरै छन्। त्योभन्दा मुनिको चाहिँ पाइँदैन। 60 देखि माथिको मात्रै यस्तो जङ्गलमा काम गर्दैछ। हामी चाहिँ अब घरतिर लाग्दैछौँ। अनि यसो म चाहिँ भिडियो बनाइदिउँ भनेर हाम्रो साथीले झोला बोकेर अगाडि बढिरहेछ। ठक्क हेर्दै हेर्दै कति काम गरियो के गरियो भन्दै जङ्गलतिर जाँदैछौँ। अब फेरि हामी गाडीसम्म आइपुग्न लागेछौँ। नजिकै छौँ। तल गाडी देखिरहेछ। यहाँ चाहिँ ठक्क यहाँबाट त्यो गाडीमा हामी तलसम्म जाने। फेरि अर्को गाडी हुन्छ सट्टै यहाँसम्म यही गाडीमा। अनि अर्को तलमा छुट्टै गाडी हुन्छ। यस्तै हामी चाहिँ पन्छाउने काम गर्दैछौँ। यो गाडीमा जाने हो। फेरि यहाँसम्म त्यो गाडीमा आउने। यहाँदेखि ठक 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 आफ्नो घरसम्म जाने हो। राम्रो राम्रो ठाउँहरू पनि छन्, रोडहरू पनि छन्। अनि हाम्रो त आजासीले कुदाउँदै हुनुहुन्छ टनेलभित्र। हामी छिर्यौँ है त अहिले चाहिँ। अनि ठक्क अब खोलाखोल्चीतिर आइपुग्यौँ। यो चाहिँ कोरियाको विकसित देशको एग्रिकल्चरको यो हो। यो चाहिँ सानो पहाडहरू यस्तैमा रोप्नुपर्ने हुन्छ। हामीले पछि यहाँ चाहिँ रोप्ने हो हामीले। अहिले चाहिँ रोप्ने यो चाहिँ सकिसक्यो। अनि हामी चाहिँ अब घर आइपुग्न लाग्यौँ है। हाम्रो चाहिँ यो खाङवान्दो याङ्गुन सहर यही हो। ठक्कै हामी आइपुग्यौँ। भित्र छिर्दैछौँ सहरभित्र। हाम्रो अब बस्ने ठाउँ चाहिँ आइपुग्न लाग्यो। यो गोल्डोभित्र यस्तो फन्का घुमेर ठ्याक्कै त्यो कफी भएको त्यो कफी भएको देख्ने ठाउँको हामी चाहिँ ल आइपुग्यौँ। घर सट्ट हाम्रो चाहिँ अब ओपन हुँदैछ। चाबी ओपन हुँदैछ। 2 ठाउँ खोल्नुपर्ने चाहिँ यही हो हाम्रो बस्ने ठाउँ चाहिँ। हामी चाहिँ अहिले 2 भाइ छौँ। अब मेन मारिँदा 2 भाइ आउँदैछ। ठक्क जुत्ता सुत्ता अब खोल्नै पऱ्यो। कोरियामा जुत्ता नखोली भित्र छिर्न पाइँदैन। ठक्कै ठाउँमा राख्ने। यस्तोहरू बोकेर जानुपर्छ। हामी चाहिँ खाजासाजा आफैले लिएर जाने हो। टक्क भित्र छिरेर हामी चाहिँ आफ्नो बनाउने यो गर्ने। यस्तै छ हाम्रो रुम चाहिँ। ठक्क म बस्ने रुम चाहिँ यो हो। अनि साथी बस्ने रुम त्यता हो। किचन सिचन सबै भइहाल्यो। यस्तै छ है हाम्रो चाहिँ। ठ्याक्कै आइपुग्यो। अब के अरे नुहाउने अनि खाना पकाएर खाने ल है।